च्यानल। आज चाहिँ टक्क पोल्यान्डको दोस्रो दिन। सो हामी चाहिँ यसो बाहिर जान आँटेको घुम्नलाई। यस्तै छ, टक्क हिउँ परेको छ, चिसो छ एकदमै। सो अब कता जाने हो हामी? यस्तो बवाल हिउँ परेको थियो हिजो। हिउँ चाहिँ अलिअलि सुक्दैछ चिसोले। ओहो, हात त्यस्तो पन्जानालाई हिँड्न सकिन्न यार। क्रोसिया भन्दा लास्टै चिसो रहेछ यार। क्रोसिया बस्यो 2 वर्ष लगभग, यस्तो चिसो थियो याद थिएन। पोल्यान्ड आएर चिसो चाहिँ बवाल लाग्यो यार। धेरै डिफ्रेन्ट रहेछ क्रोसिया र पोल्यान्डमा पनि। सो अनि त्यही पनि हो मेन कुरो। क्रोसियामा चाहिँ अलिक इङ्ग्लिस पनि चल्थ्यो, यहाँनिर चाहिँ अलिक इङ्ग्लिस पनि चल्न गाह्रो, आफ्नै भाषालाई प्राथमिकता दिने रहेछ। सो गाह्रोको विषय त्यही हो, तर समस्या छैन। सो कता जाने भनेर केटाहरू म्याप हेर्दैछ। सो अहिले चाहिँ हामी यता फेरि धेरै टाढा पोल्यान्डको पनि मेन क्यापिटल सिटीबाट लगभग 9 घन्टा ट्रेनको यात्रामा ट्रेनमा आइपुग्ने ठाउँमा छ। सो यो चाहिँ हाम्रो यता डेनमार्क र पोल्यान्डको ठ्याक्कै सिमाना रहेछ। सो हामी चाहिँ सिमानामा छौँ अहिले है गाइस। सो घाम लागिरहेछ आज चाहिँ। हिजो चाहिँ पुरै के भन्छ हिउँ परेको थियो, आज चाहिँ ट्याक्क लगाएर घाम लागिरहेछ है। सो क्रोसियामा चाहिँ सानो सानो बिल्डिङ हेर्दा हेर्दा वाक्क भएको थियो। अहिले पोल्यान्डमा आएर चाहिँ ठुल्ठुलो घर पनि रहेछ। त्यस्तो हिउँ परेर हेर्नु, बाटोभरि हिउँ, तर सुकिसक्यो। धेरै कुराहरू सुकिसक्यो, धेरै हिउँहरू सुकिसक्यो। बवाल घाम लागिरहेछ यता चाहिँ। तर घाम लाग्यो नि लास्ट चिसो छ। अहिले चाहिँ -2 होला सायद। ट्याक्सी पार्किङ सो हामी चाहिँ ट्याक्क लगाएर क्रोसियादेखि पोल्यान्ड 3 महिनाको भ्याकेन्सी आयो। अब 3 महिनापछि फेरि आफ्टर 3 महिनापछि हामी फेरि ब्याक हुनुपर्ने हुन्छ। सो 3 महिनाको लागि आएको। सो समस्या छैन, घुम्दा ओर्दा यताउता सो समस्या छैन। कम्पनीले पठाएर आयो, मतलब छैन। अनि कोही साथीहरू क्रोसियादेखि पोल्यान्ड आउँदै हुनुहुन्छ, कसरी सिफ्ट हुने, यहाँ कसरी आउने, उहाँको चाहिँ एक्चुअली काम गर्नु पाउँछ पाउँदैन, फेरि त्यो छ भने चाहिँ तपाईँ कारले घुम्न त पायो, तर कामसाम हान्न चाहिँ अलिक समस्या छ। हजुर 200 जोल्टीमै थियो होइन साइकल त? थियो। जे क्रोसिया भन्दा लास्ट सस्तो लाग्यो है, सस्तो छ क्रोसिया भन्दा। खानेकुरा लाउने यताउता सबै सस्तो छ क्या। ल सो गाइज हामी चाहिँ जङ्गल आइपुग्यो। यस्तो खालको जङ्गल सिसाइड होला सायद उतापट्टि चाहिँ। सो लास्ट चिसो यार, आम्मा यस्तो डेन्जर हात झर्न आँटेको। सो दामी भयो यस्तो जङ्गलमा पनि। ट्याक्कभित्र रेल कुद्ने, बाहिर हिँड्ने, वाकिङको लागि दामी ठाउँ रहेछ। सिसाइड त यही रहेछ त अगाडि। जङ्गल काटिने यत्तिकै सिसाइड आउने रहेछ। आम्मा यस्तो चिसोमा नि मान्छे के बिग्रियो हो यार। क्रोसियामा त ल मान्छे सकिसक्यो क्रोसियामा त, किनकि अब त्यहाँ सायद हुन त अब किन हो मान्छे सक्यो। यहाँ त यार कति धेरै मान्छे हो यार। यस्तो उमा नि यता नि मान्छे, सिसाइडतिर कति धेरै मान्छे छ। ल सो अब यहाँबाट हामी उँधो जानुपर्ने हुन्छ। जङ्गलको बाटो हिउँ परेर पुरै जङ्गल चाहिँ सेतै छ। चिसोले हात झर्न आँट्यो गाइज। यो हिजो अस्ति परेको हिउँ अझै सुकेको छैन यार। ल
ल गाइज अनि सी साइड आइपुग्यो गाइज भल हिउँ परेर रहेछ सी साइडमा नि ओ कति धेरै चरा हो यो ओए कस्तो दामी ठाउँ रहेछ त सो भल हिउँ परिरहेछ रहेछ हिउँ चाहिँ सुकेको छैन रहेछ कुन दिन छ तपाईँको म दिन्छु केटाहरू कुन दिन त दामी ल यस्तो बल रहेछ खानेकुरा दियो भने आउने रहेछ नि के रहेछ माल चाहिँ थाहा छैन सिगल हो कि के भन्छ र यो सिगल भन्दा फरक हो यो खानेकुरा दियो होला ल यतिकै त यहाँ चाहिँ परेवा काग एउटा त उडिहालेछ ऊ पर पुग्यो परेवा काग चाहिँ एक ठाउँ चढ्दैछ ए नभाग्ने रहेछ यार किल्चिँदा पनि यस्तो चिसोमा के खान्छ होला यार बिचराहरूले तर लास्ट चिसो रहेछ यार चिसो सोध्दै होला अब चिसोले भिडियो चाहिँ बनाउनु नसक्ने अवस्था पुग्यो हात झर्न आँटिसक्यो सो त्यही हो अब चाहिँ यहाँ समुद्रबाट निस्किएपछि मात्रै भिडियो बनाउनु पर्ला किनकि एकदम धेरै चिसो भयो मलाई भिडियो नबनाउँ भन्दा झन् दामी दामी ठाउँ देखिन्छ यार होइन मैले नबुझेको कुरा यो काठ कसरी गाड्यो वहाँसम्म यार समुद्रको आधी बिचसम्म यस्तो काठ यो काठ लगेर वहाँसम्म गाडेछ भने यस्तो होइन यस्तो जाडोमा मान्छे कहाँबाट आउँछ घुम्न यार यस्तो चिसो छ मान्छे घुम्न लोत आछ यार दामी रहेछ जियोस् ल दामी लाग्यो सो चिसोले हात झऱ्यो भिडियो चाहिँ बनाउँदिनँ भनेको थिएँ फेरि बनाउनै पर्ने बाध्य भयो किनकि यस्तो स्पेसल ठाउँहरू त छुटाउनु भएन नि त केटाहरू चाहिँ माथि ट्याक्कै हिँडिरहेछ सो यहाँ चाहिँ एउटा स्पेसल खतरा हामीले देख्यो स्पेसल के हो भन्दाखेरि अब देखाउँछु म स्पेसल यो हिउँ यार कस्तो नसुकेको यार आजसम्म पनि दामी छ यही हो बिचरा कस्तो मेहनतले बनाएको छ यार दामी यस्तो दुःख गरेर बनाएको छ है दामी छ ल सही हो मान्छे मात्र झन् त्यो भित्रदेखि भित्रसम्म मान्छे त कति हो कति आमा यस्तो चिसोमा मान्छे थुप्रिया छ त्यो ओल्लो डाँडादेखि यो पल्लो डाँडासम्म छ मान्छे ल सो अहिले चाहिँ सी साइडबाट हिउँमा कति हिँड्ने चिसोमा भनेर हामी फेरि जङ्गलको बाटो आइसक्यो दामी रहेछ जङ्गलको बाटो नि कस्तो छल्लियो अगाडि ल हेर्नु बिचमा बाटो छेउछेउमा जङ्गल बवाल ठाउँ छ बवाल त दामी नै रहेछ पोल्यान्ड पनि यस नट ब्याड ठिकै लाग्यो सो दामी आइरहेछ खत्रै सो अहिले चाहिँ हामी टक्क लाएर यहाँको ब्रिज आइपुगिसक्यो बिचको ब्रिज आइयो सो यस्तो छ है मान्छेहरू चाहिँ भयङ्कर छ यस्तो जाडोमा नि मान्छेहरू टनाटन छ अब कस्तो छ हौ परबाट देखाउँछु म बल छ त ठाउँ यार कस्तो चिसो हो यार सो दामी पुल रहेछ यार टक्क बस्ने सस्ने छ चिप्लिन्छ क्या भुइँमा त यार यस्तो चिसोमा यार केब्री मान्छे उयो ल कस्तो दामी बीच रहेछ यहाँ यार कस्तो दामी समुद्र छल्किरहेछ ट्याक्क लाएर यहाँबाट जम हान्ने हो भर्सा कामले ओइ
हात त झर्छ कि मेरो चिसोले यार यस्तो भइसक्यो हात त यार हान्दिउँ माइनस भइहाल्छ नि अब यो बाहिरै माइनस होला दामी 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 यस्तो छ ल खोइ क्याफे रहेछ है रहेछ कफी सफी खाने हो कन्जुम होइन क्याफे रहेछ हात त झर्छ कि यार ओइ दामी छ त यार त्यहाँ नि घुम्नु जानु मिल्ने रहेछ त त्यो पर चाहिँ दामी ठाउँ रहेछ तर जानु सम्भव छैन जस्तो छ हामीले कफी सफी हान्ने ठाउँ रहेछ यहाँ चाहिँ यस्तो समुद्रको बिचमा लिएर कफी बनाउनु ट्याक्क दामी छ ल अनि आएको चाहिँ यताबाट यत्रो बिचमा लिएर ट्याक्क कफी बार बनाएको छ